त्यो अतिथिको रूपमा हामीले जिल्लामा क्रियाशील रहेका राजनीतिक पार्टीका प्रमुखहरूलाई प्रमुख वा प्रतिनिधिहरूलाई पनि निम्तो गर्नेछौँ र त्यो खुल्ला मञ्चमा हामी सहभागी गराउनेछौँ। यसको हाम्रो प्रतिनिधित्वको अवस्था कस्तो रहनेछ भन्दाखेरि साथीहरूलाई पनि त्यो पनि जानकारी गराउँ। हामीले यसमा चाहिँ 3 किसिमको प्रतिनिधित्वको व्यवस्था गरिएको छ। एउटा चाहिँ आयोजकहरू स्वतः प्रतिनिधि हुने, हामीले महाधिवेशनमा पनि त्यो प्र्याक्टिस गरिसकेको हुनाले आयोजकहरू स्वतः प्रतिनिधि हुनुहुनेछ। त्यसभित्र हाम्रो अहिले जिल्ला पार्टीको जो जिल्ला 6औं जिल्ला अधिवेशन आयोजक समिति कमिटी छ, त्यो आयोजक कमिटी चाहिँ 71 सदस्यीय हाम्रो जिल्लाको आयोजक कमिटी छ। ती 71 जना प्रतिनिधिहरू स्वतः हुनेछन्। हामीले भूगोलबाट हामीसँग अहिले टोटल जिल्लाभरि 2040 जना सङ्गठित सदस्यहरू हुनुहुन्छ। पार्टीको सङ्गठित सदस्य 2040 जना हुनुहुन्छ। त्यो 2040 जनालाई भूगोलमा हामीले भूगोलबाट निर्वाचित काम कार्यकर्ताबाट हाम्रो लोकतान्त्रिक विधिबाट निर्वाचित भएर भूगोलबाट आउने प्रतिनिधिको सङ्ख्या 101 जना हुनेछ। त्यसलाई हामीले अनुपात मिलाएका छौँ, कति बराबर कति भन्ने अनुपात मिलाएका छौँ। 101 जना साथीहरू भूगोललाई आधार मानेर उहाँबाट निर्वाचित भएर आउनुहुनेछ। र त्यसपछि हामीले केही मनोनयनहरू गर्नेछौँ। त्यो मनोनयन के गर्नेछौँ भन्दाखेरि यो जस्तो पेसागत महासङ्घ महासङ्घहरू पेसागत नभनौँ महासङ्घहरू हुन्छ, जस्तो किसान महासङ्घ, पत्रकार महासङ्घ, यो पेसागत महासङ्घ लगायतका केही महासङ्घहरू छन् र केही जनवर्गीय सङ्घहरू छन्। त्यहाँबाट हामीले उहाँलाई मनोनयन गरेर उहाँलाई जिम्मा दिनेछौँ। केही कोटा तोकेका छौँ, त्यसमा 9 जना त्यसरी मनोनित भएर आउनुहुनेछ। यस्तो हेर्दाखेरि स्वतः प्रतिनिधि, आयोजक प्रतिनिधि, भूगोलबाट निर्वाचित हुने प्रतिनिधि र मनोनित हुने प्रतिनिधि गरेर 71 जना आयोजक, 101 जना भूगोलबाट निर्वाचित र 9 जना मनोनयनबाट जो भातृ सङ्गठन जनवर्गीय र महासङ्घहरूबाट निर्वाचित हुने 9 जना गरेर हामी कुल 181 जना प्रतिनिधि हुने यो जिल्ला अधिवेशनमा हाम्रा 181 जना प्रतिनिधिहरू हुनेछन् र त्यो 181 जनाको हामी प्रतिनिधित्वको बन्द सत्र मार्फत हामीले त्यसलाई सम्पन्न गर्ने कुरा गर्नेछौँ। यो तयारीका साथ हामी लागेका छौँ। अर्को कुरा यो अन्य योसँग जोडिएका, यो अधिवेशनसँग जोडिएका अन्य केही तयारीहरू गर्नुपर्ने पनि, आन्तरिक तयारीहरू पनि गर्नुपर्ने हुनाले हामीले केही तयारी उपसमितिहरू गठन गरेका छौँ। त्यसमा प्रतिवेदन लेखन, हामीले यो विद्रोहपछिका हाम्रा गतिविधिहरू, हाम्रो पार्टीले अहिलेसम्म गरिरहेका भूमिकाहरू आदि इत्यादिलाई ध्यानमा राखेर हामीले एउटा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र त्योसँग आर्थिक प्रतिवेदन समेत जोडेर 3वटा प्रतिवेदन सँगसँगै जोडेर हामीले पेश गर्नेछौँ त्यो अधिवेशनमा। त्यसका लागि हामीले 3 सदस्यीय एउटा प्रतिवेदन समिति बनाएका, उपसमिति बनाएका छौँ। त्यो दिपबहादुर थापा अध्यक्षको अध्यक्षतामा, मानबहादुर बुढा त्यसमा सचिव सदस्य हुनुहुन्छ र शिवप्रसाद शर्मा त्यसमा सदस्य हुनुहुन्छ। 3 सदस्यीय प्रतिवेदन लेखन उपसमिति हुन्छ। अर्को यो प्रचार उपसमिति छ। त्यो प्रचार उपसमितिमा पार्टीका सचिव मानबहादुर बुढाको नेतृत्वमा गोविन्द बुढा सदस्य र पुष्प ओली सदस्य रहेको 3 सदस्यीय प्रचार उपसमिति छ। आर्थिक उपसमिति छ, त्यो अर्को आर्थिक उपसमिति, त्यसमा शिवप्रसाद शर्मा संयोजक हुनुहुन्छ, गम्मबहादुर सिंह त्यसको सदस्य हुनुहुन्छ र प्रदीप खड्का त्यसको सदस्य हुनुहुन्छ। यसरी 3 सदस्यीय आर्थिक उपसमिति छ। त्यसै गरी प्रतिनिधि व्यवस्थापन समिति भनेर हामीले व्यवस्थापन गरेका छौँ। त्यो डम्बर सिंह ठकुरी त्यसको संयोजक हुनुहुन्छ, गम्मबहादुर सिंह सदस्य हुनुहुन्छ र खिमबहादुर सिंह त्यसको सदस्य हुनुहुन्छ। अतिथि सत्कार उपसमिति भन्ने अर्को छ। त्यो अतिथि सत्कार उपसमितिमा तुलसी चन्द साई उहाँ प्रदेश कमिटीको सदस्य पनि हो, उहाँ चाहिँ त्यसको संयोजक हुनुहुन्छ। अमृता बिसी ओली उहाँ सदस्य हुनुहुन्छ र गीता खत्री त्यसको सदस्य हुनुहुन्छ। 3 सदस्यीय हामीले अतिथि सत्कार उपसमिति बनाएका छौँ। अर्को एउटा खाद्य तथा आवास व्यवस्थापन उपसमिति छ। त्यसमा चाहिँ बालकृष्ण बुढा संयोजक हुनुहुन्छ, लोकबहादुर खत्री